कता हिँडिस्यो म्याडम चिटिक्क परेर? धेरै नजिस्काउनै यस्तो जाडोमा बाहिर निस्किन परेको रिस उठिरहेको बेला। तिमी रिसाउँदा चाहिँ कम त राम्रै देखिन्छ। भन न साइड चाहिँ कताको हो? अनि बिहान किचनको सामान सकिएको छ ल्याउनु भनेर दिएको होइन लिस्ट। तपाईँको पारा हेर्दा ल्याउने छाटकाट देखिन, त्यही भएर म आफै जान लाग्यो। खै दिनुहोस् स्कुटीको साँचो। यो ब्युटी विथ ब्रेन भनेको चाहिँ सुनेको थिएँ। नो ब्युटी नो ब्रेन कस्तो हुँदो रहेछ आज देख्नु। के रे केही होइन, सामान अघि नै आइसक्यो भनेको म्याडम। कान राम्रोसँग सुन्ने होइन? आइसक्यो रे? कति बेला कसरी? तिमी भित्र मेकअप गर्न गएपछि अर्डर गरेको। तिम्रो मेकअप चाहिँ सकिएन तर सामान आइसक्यो। धेरै नजिस्किन्न भन्नु न कसरी। खुसी बजारबाट नि यहाँ आऊ त। यसको मोबाइल एप वा वेबसाइट www.khushibazar.com.nb बाट नेपालमा बनेको हाम्रा घरेसी प्रयोजनका लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। त्यो पनि घरमै मगाउन सकिन्छ। ओहो र अस्ति साथीहरूले अफिसमा त कुरा गर्दै थिए। यसमा त जेनरली मेड इन नेपाल प्रोडक्ट पाइन्छ नि है? हो नि, त्यसैले त यो सबै कुरो ल्याउनु पर्न सकेको छ नि। अबदेखि तपाईँ पनि सामान खरिद गर्दा खुसी बजारलाई सम्झनुहोस्। नेपालमै बनाऊ, नेपालमै बनेको प्रयोग गरौँ।